ब्याक टु माई न्यू ब्लग सो स्वागत छ तपाईँलाई मेरो अर्को नयाँ ब्लगमा आफ्टर लङ टाइम होइन 8 महिनापछि मैले फुल ब्लग बनाउँदैछु ल। आज चाहिँ हामी फेरि पहिला चाहिँ उता माथितिर गएको थियो भने आज चाहिँ यता माथितिर जानु लाग्यो ल। गाइज हेलो गरिदेऊ गाइज। अब चाहिँ हामी 4 जना जानु लाग्छौँ। अहिले केटाहरू बाटा थपिन्छ होला। उता माथितिर जानु लाग्यो कि आज चाहिँ वेदर चाहिँ यस्तो बवाल छ है। त्यो क्लाउडहरू पनि बवाल लागेको छ। अहिले चाहिँ मकैबारी छ कि धान पनि छ। सो अब चाहिँ एकछिन हिँड्छु अब एकछिन चाहिँ हिँड्छु म त्यसपछि बोल्छु ल। साथीहरू अहिले चाहिँ हामी हिँड्दै ईश्वर खोलाको लामो साङ्गोमा आइसकेको छ ल। यो चाहिँ सबभन्दा लामो साङ्गो ल। अब चाहिँ यो माथिको डाँडातिर जाने हो क्या हामी। केटाहरू अगाडि हिँड्दा छ। केटाहरू अगाडि हिँड्छ म पछाडि हिँड्छु। सो आकाशमा आज चाहिँ म घुम्न जानु लाग्यो कि रमाइलो लागिरहेको के अरे हो के हो जाऊ तिमीहरूले ए सर्पको यो चाहिँ हाम्रो ईश्वर खोला हो गाई। त्यहाँ भाइ बहिनीहरू पौडी खेलिरहन् ल। एकछिन सर्ट लिक ल नहल्ली न को भने हल्लाउने 1 2 3 ल। एकछिन सेट लिने है साथीहरू अहिले चाहिँ हामी बसिरहेछौँ ल। यस्तो गर्मी भइसक्यो काँडा हानिसक्यो कि गर्मीले के गर्नु पसिना पुस्ने मान्छे छैन। केटाहरू नि फ्या भए बसिरहेको सबै मोटो छ म मात्रै पातलो छु। त्यही पनि तपाईँहरूले नोटिस गर्नुभयो कि भएन कि मैले यहाँ 50 करोडको एउटा सिक्रेट किनिसकेँ। प्योर चाहन्छु यो बनाउन कम्ती हो नि 1 वर्ष लाग्यो होला। उता कहाँबाट हो कहाँबाट मगाएको हुन्थ्यो थाइल्यान्डबाट हो। थाइल्यान्डबाट मगाएको कि 1 वर्ष लाग्यो आउनु 50 करोडको होला। यो चाहिँ प्योर गोली हो नि फेरि ओरिजिनल गोली हो। हान्यो भने घाँट छेड्छु यसले त कस्तो। अनि एकजना यहाँ बसिरहनु भएको एउटा भाइले मैले पानी लिनु पठाइदिएँ कि यहाँ तलको गएको गाई भयो। घाम चाहिँ यस्तो डेन्जर लाग्यो महाकसम हिँड्नै मन लाग्यो हौ। कति माथि पुग्नु अझै टाइम छ। कति गोरो देखेर ल मेरो भाइले पानी लगाइदिँदैछ हामीलाई चट्ट पाराले। भाइ अब भाइरल हुन्छ मेरो भिडियोबाट कस्तो। भाइ हात हल्लाइदेऊ मेरो भिडियोमा। नाम भनिदेऊ के हो अर्पण नेपाली। भाइले पानी लिएर दियो थ्याङ्क यू भाइ। गाइस अब भने चाहिँ भिडियोको मजा आउँछ ल। अब चाहिँ हेर्नुपर्छ नाइसवाला भ्यू। यो तलको चाहिँ हाम्रो आर्टर हो त्यो माथि सलिन्डर। सो मैले यो चाहिँ भ्यू देखाएको ल। यो भ्यू देखाएको ल भ्यू मात्रै देखाएको ल। फाइनली साथीहरूलाई भेटिसकेको छु। हामी चाहिँ होइन अहिले छोरीको घर आइसक्यो ल। त्यत्रो डाँडा चढेर त्यति चल्दी हाई गरिदियो हाई 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 गरिदियो हाई हाई। अहिले छोरीलाई भेटिसक्यो यत्रो डाँडा चढेर आयो केटाहरू यही छ। अब डाँडातिर जाने हो ल। यो झोलालाई चाहिँ यहाँ फालिदिइहाल्नु साह्रै गर्मी भयो। अब एकछिन थके मानी त्यसपछि हामी घुम्न साथीहरू यति। अहिले आएर चाहिँ हाम्रो ग्रुपको नाम के हो भन्दाखेरि फुलबहादुर हो। फुलबहादुर गाइज हामी चाहिँ है सबले फुल लगाऊँ ल।
सबैको कानमा फुल्छ ल हामी चाहिँ फुलबहादुर गाइस हिँड्दैछौँ अझै पनि होइन हामी पुगे छैन कि जहाँ जान हिँडेको हो त्यहाँ चाहिँ पुगे छैन ल अझै यस्तो जङ्गल हिँडिरहेको के सबजना केटाहरू यता छ पर्सन कुरा नरुनु ल मलाई डर लाग्दैन नि फेरि अब चाहिँ अझै पुगे छैन कि त्यही भएर अब चाहिँ हिँडेछौँ लास्ट त्यो लोकेसन नपुगेसम्म हिँडिरहने हो त्यहाँ गएपछि चाहिँ अलिक रमाइलो हुन्छ ल फुलबहादुर ग्याङ हाम्रो यो यति साथीहरू अहिले चाहिँ हामी हिँड्दा यहाँ गुम्बामा आइसक्यौँ ल अब यी गेट छैन गेट खुल्लै छ हौ चोर बुद्धि नलाउने मन नाच्छु ल मैले नाइसकेँ चोर बुद्धि लाएर फाइनली गुम्बामा आइसक्यौँ मूर्ति चाहिँ नदेखाउनु रे हामी चाहिँ हेरौँ है मूर्ति चाहिँ नदेखाउने साथीहरू ल यताबाट चाहिँ बल्ल हिँडेको पनि मजा आयो कि भ्यूहरू अलिअलि राम्रो देख्दैछ अझै फाइनल लोकेसनमा चाहिँ पुगेको छैनौँ हामी हिँड्दैछौँ केटाहरू सबजना फाइनल लोकेसनमा चाहिँ पुगेको छैनौँ अहिले हामी चाहिँ हिँडेको यो चाहिँ सल्लाहकारी हो हाम्रो साथीहरू यो अघि छाडा बोला यसलाई चाहिँ कमेन्ट गर्नु ल राम्रो कमेन्ट दिने यसलाई साथीहरू यो हाम्रो गाउँ हो यो हाम्रो गाउँ हो ल तलको हाम्रो गाउँ हो ल यो देखिरहनु भएको नि होइन देखिरहनु भएको नि देखाएको चाहिँ होइन ल हाम्रो गाउँ हो त्यो राम्रो छ कि कहाँ जाने भनेर हिँडेको अहिलेसम्म छैन कि यहाँ केटाहरू छक्कै मारे गर्छन् मारे गर्छन् केटाहरू यस्तै छ कि अझै टाइम लाग्छ होला तपाईँहरूलाई बबाल ठाउँ देखाउने कि देखाउन आज चाहिँ ल फाइनली गाइज हामी आफ्नो लोकेसनमा आइसकेका छौँ यत्रो बेर हिँड्यो कि हामी आएको छौँ छेक्के हाल्थ्यो ल यसो सके है हामी चाहिँ यही लोकेसन मार्गसन यही भ्यू हेर्न आएको कि यस्तो डेन्जर हो सबैभन्दा टप डाँडा हो कि यो हाम्रो गोर्खाहरू घाट ल हामी चाहिँ यही डाँडा हेर्नलाई यस्तो कुदेको थियौँ कि अघिदेखि यो चाहिँ टप डाँडा हो यहाँबाट चाहिँ जहाँ हेऱ्यो नि सही देख्छ कि हल देख्छ अब चाहिँ चट्ट पारामा भिडियो हेर्ने है त त्यो नाइस छ क्या अब हामी फोटोसोटो खिच्छौँ भिडियो बनाउँछौँ एकछिन रमाइलो गर्छौँ त्यसपछि उताको त्यहाँ एउटा मन्दिर छ त्यहाँ जान्छौँ अहिले चाहिँ रमाइलो गर्ने हो एकछिन सबजनाले भिडियो फोटो गर्ने है ल अब फोटो साथीहरू सो डाँडामा घुमेर आएर अनि अहिले चाहिँ घर आइसक्यो खानासाना खाएर बसेको अहिले चाहिँ म अनि त्यहाँ भिडियो बनाउनु परेको उहाँको चाहिँ फोनै अफ भयो कि त्यहाँबाट खासै भिडियो बनाउनु पाएन त्यो एकछिन भिडियोहरू बनाइएको थियो मोबाइलै अफ भयो कि त्यहाँबाट त्यत्तिकै आयो हतार गरेर धेरै लामो थियो बाटो चाहिँ खुब हिँड्ने आज खुट्टा पनि दुखिरहेको सो अब थ्याङ्क्स फर वाचिङ होइन जसले लास्टसम्म हेरिदिनु भयो उहाँहरूलाई धेरै धन्यवाद अब लाइक कमेन्ट सेयर सब्सक्राइब हाल्नु होला अब अर्को ब्लगमा भेटौँ है त गाइस बाई बाई